खास के भएर पल्ट्या रहेछ साइँले यार। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू भ्लग। गुड मर्निङ। अहिले बिहानको लगभग 5:30 भइसकेको छ अनि मेरो चाहिँ अब अहिले चाहिँ रुममै हो। अब केही मिनटमा अब चाहिँ मेरो राइड हुनेछ ट्याक्क दाङदेखि काठमाडौँसम्मको हुनेछ। अनि सामान झोला अनि रेडी भइसकेको छ ट्याक्क। अब चाहिँ यहाँबाट म चाहिँ ट्याक्क हिँड्नुपर्छ फाइनली। ल गाइस, अब चाहिँ मैले बाइक बाहिर निकाल्छु यहाँदेखि बाहिर। अनि अहिले चाहिँ अब भिडियो खिचिदिने मान्छे त कोही छैन, त्यही भएर अब एकछिन भिडियो रोक्नेछु मैले। अब ट्याक्क यहाँबाट बाहिर लगेर अनि ट्याक्क मेरो सुरु हुन्छ भलक्कै चाहिँ। बबाल दामीसँग आज मेरो राइड हुँदैछ। आज लगभग 5:30 भइगएको छ। अब चाहिँ ट्याक्क यात्रा हुनेछ बबाल दामी। फाइनली गाइस, अब चाहिँ ट्याक्क झोलासोला सबै रेडी भइसक्यो। म चाहिँ अब राइडतिर फाइनल लाग्छु। अनि चाहिँ केटाहरू छ, 2टा मान्छे चाहिँ तल बसिरहेको छ वेट गरेर। म चाहिँ अब यहाँदेखि रुमदेखि हिँड्न लगाएको हो अब ट्याक्क। ल मेरो चाहिँ सबै रेडी भइसक्यो। अब फाइनली टक्क अब यहाँदेखि चाहिँ मेरो अब राइड भइरहेको छ। बाइक साइक रेडी भइसक्यो होइन ट्याक्क। ल गाइस, मेरो बिहान लगभग अहिलेसम्म त लगभग 6 बज्न लागिसक्यो होला। मेरो चाहिँ अब यहाँदेखि राइड भइरहेको छ। साथीहरू चाहिँ तल वेट गरिरहेको छ ट्याक्क। हात पनि चिसो भइरहेको छ ट्याक्क। हिँड्नुपर्ने छ आज चाहिँ। राइड मजासँग राइड गर्नेछु मैले चाहिँ। अनि मसँग चाहिँ हामीसँग अहिले 2टा बाइक छ। बाइक चाहिँ एउटा भाइ डाल्न आएको छ साथमा, अनि मसँग चाहिँ एउटा दाइ हुनुहुन्छ। अनि लगायत हामी चाहिँ आज बस्ने टाइमले हुन्छ कि कस्तो हुन्छ टक्क सोलो राइडमा बबाल दामीसँग हामी चाहिँ आज मजासँग राइड हुनेछ फाइनली गाइड। कस्तो पारामा मजासँग राइड हो कस्तो। अहिले चाहिँ बिहानको बबाल दामी भइरहेको छ। अनि बिहान अब चाहिँ 6 बज्न लागिसक्यो। किनभने चाहिँ अब चाहिँ हिँड्नुपर्ने त हामी खास 5 बजे हो। अब अलिअलि के गर्दा गर्दै अब रेडी हुँदाहुँदै आइहाल्छ। केही छैन, बिस्तारै जाउँला। भोलि पुगौँला। के छ त बबाल दामीसँग दाङदेखि ट्याक्क राइड हुन आएको छ। भाइले चाहिँ अब राख्छु होला, सामान लाउँछु भन्ने कुरा गरेर आएको थियो। अरे ल भाइ चाहिँ भेटिहाल्यो। अब चाहिँ अर्को दाइले चाहिँ पर वेटिङ गरिरहेको होला। हामी चाहिँ साइल दाइलाई फोन गर्नु पऱ्यो फेरि होइन? साइल दाइलाई के अब चाहिँ हामी 3जनाको भेट भइसक्यो। उसले त सामान बजार बनाएको छ, अनि त्यसमा गइसकेर बस्नुहुन्छ। यो त चलो उतै पाइन्छ होला घोडा लाइन पेट्रोल हाल्नको लागि क्या। घोडा लाइन टन्नै पाइन्छ क्या, पुग्छ हामी कहाँनिर? ल यहाँ चाहिँ हाम्रो के अरे टिप्पर पल्ट्या रहेछ यहाँनिर। खास के भएर पल्ट्या रहेछ साइँले यार। हेरौँ त यसको पुरा हालमाडा भइरहेको छ क्या है। पोल्टिएछ कस्तो छ भाइ। ड्राइभरलाई के भयो होला? सब टायर सबै निस्किरहेको छ गाइस यसको। गियर पनि चिठीमा माया डोको बुन्ने निकालो छोयाले
जाने खायो त्यो तिम्रो मायाले डोको बुन्ने निगालो छोयाले जाने खायो त्यो तिम्रो मायाले नजरा देख्यो चिसो भइरहेको छ हात पुरा होइन चिसो भइरहेको हामी चाहिँ रमाइ गएर चिया नास्ता दिनुपर्छ गाइस चिसो नि चिसो भइरहेको छ मौसमले च्यालेन्ज दिइरहेको छ दामीसँग गाइस पहिले पहिले त माया लौ भन्दा घरकाले सो फाइनल गाइस अब हामी चाहिँ ट्याक्क अब हाम्रो चाहिँ बुटल लगभग 61 किलोमिटर छ होला अनि लास्ट खतरा यात्रा भइरहेको छ चिसो पनि चिसो भइरहेको छ ठ्याक्क 10 बजिसकेको छ बिहानको अब हामी चाहिँ त्यही 1 घन्टा जतिमा बुटलसम्म गएर यसो खानासाना खानुपर्छ भाइ राइड भइरहेको छ हाम्रो सानदाई के गरेर आएको के अरे बाइक पर गएको छ हाम्रो चाहिँ ट्याक्क मोबाइलसँग राइड हुँदैछ सम्झना साटे मायाको चिनो कुसुमे रुमाला लाइराख्यो साइले नबिर्सेस माया यो जनलाई सोचेर यो जनलाई सोचेर यो जनलाई सोचेर यो चाहिँ बुटल है हामी चाहिँ ट्याक्क अहिले बुटल आएर ठ्याक्क अब एकछिन खानासानाको लागि रेडी हुनु लाग्छ अब कता बस्ने के गर्ने अब सरसल्लाह हुन्छ अनि ट्याक्क लगाएर अब चाहिँ अब टक्क जाने ये बात है अगाडि गयो भने त माथि भइजान्छ यार गएको छु गएर म कस्तो फेरि भाइ